अब त एउटा कुरा भनिदिनुहोस्, तपाईँहरूले वृक्षारोपण गरिरहनु भएको छ, राज्यले लाली गुराँसहरू काटिरहेको छ। अब यो कहिलेसम्म चल्छ यस्तो? लाली गुराँस भनेको चाहिँ के रहेछ भने संसारका आदिमवासीहरूको एउटा चाहिँ नै सिम्बोलिक फुल रहेछ। तपाईँले युट्युबमा अथवा अहिले च्याट जिपिटीमा सञ्जालमा चाहिँ नि खोज्नुभयो भने पाउनुहुन्छ। त्यही कारणले हामीले भनिरहेका छौँ, देशले वास्तवमा देशको अस्तित्व शिर निहुर्याउने बनाएको छ। त्यसलाई नेपालको हामी कुशल जनता भएको हिसाबले सबैभन्दा प्राचीन किराँत सभ्यतामा जन्मिएको भूगोलमा को चाहिँ मालिक भएको हिसाबले तपाईँ हामीले के भन्नुपर्दछ भने यो देशलाई जोगाउने हाम्रो कर्तव्य। कोही मान्छे फटा आउलान् तर यो देश फटा छैन। यो देश आफैमा चाहिँ स्वर्णिम छ, हराभरा छ र स्वर्गिक छ। तर त्यसलाई नै नर्क बनाउने कार्यक्रम जुन यथास्थितिवादीले गरिरहेका छन् त्यसको विरुद्धमा र यो देशलाई अब वास्तवमा चाहिँ देशको मालिक भएहरूको आवश्यकता भएको महसुस भएको हुनाले हामीले जाग्नुपर्ने अवस्था आएको हुनाले पनि यो कदम हामीले उठाएका छौँ। राज्यलाई यहाँबाट हामी भन्न चाहन्छौँ, यो कुकार्य यहाँ हामीले नचाहँदै हामीलाई नसोधिकन कुनै पनि क्रियाकलाप नगर्नु हुन सन्देश प्रवाह गर्छ र त्यस अन्तर्गत गरिएका एउटा विभागमा एउटा चाहिँ काम गरिएको यो केबल कार छ, त्यो परियुद्धको अवस्था ल्याउने हो कि फेरि पनि त्यसै चाहिँ नि बदनाम भएको अहिलेको जुन सरकार छ त्यसलाई चाहिँ सिद्ध्याउनु पर्ने हो कि भन्ने चाहिँ अहिले सबै आम नेपाली जटिलता देखियो यहाँनिर, एकदम गम्भीर रूपमा लिनुपर्ने। जस्तो कि तपाईँहरू वृक्षारोपण गर्न आउनुभएको, तर यहाँ त सङ्कटकाल जस्तो होइन, दण्डकाल जस्तो गरेर प्रत्येक अखडामा प्रत्येक गौडामा चेकिङ भयो। इभन पत्रकारको प्रेसको गाडीलाई समेत छोडिएन। किन? तपाईँहरूले आतङ्कित बनाउनु भयो या उहाँहरू आतङ्कित हो या तपाईँहरू आतङ्कित हो? मलाई पनि अचम्म लाग्यो। हिजो दमकबाट हामी आउँदासम्म लगभग 30औं पटक चेक जाँच भयो। क्रमशः चेक टाइट हुँदै हामी पुङदेखि माथि छिर्यौँ। तर राज्य सशङ्कित रहेछ। भूमिपुत्रहरू जागे भनेपछि राज्य चाहिँ तपाईँको डराएको हामीलाई महसुस भयो। हुन त हो, हामी भन्न चाहन्छौँ हामी सडै गलेको सडकमा झरेको पतझर होइन। हामी जिउँदे मानिसहरू जिउँदा छौँ। यो भूमिका कुशल पुत्रहरू साँचो घरलाई प्रेम गर्न मित्रहरू मालिकको आवश्यकता पर्छ। डेरावालाले वास्तवमा जुन किसिमको मालिकले घरलाई प्रेम र सफा सुग्घर गर्छ, फुलबारीले सजाउँछ नि, त्यो गर्न नसक्दो रहेछ। त्यस कारणले गर्दा पनि यो प्रकृतिपूर्ण कदमका निम्ति पनि भूमिपुत्रहरू जाग्नु पर्दछ। वास्तवमा यो देशलाई जोगाउने सारा चाहिँ भूमिपुत्रहरू हुन्। अझै पनि मैले त के भन्दै आएको छु भने नेपालको सर्वमान्य कुरा चाहिँ सर्वप्राचीन सभ्यता किराँत सभ्यता हो। सबैभन्दा पुरानो किराँत सभ्यतामा चाहिँ नि जन्मिएका हुर्केका सारा जीव र निर्जीव सारा वस्तुहरू किराँती हुन्। त्यस्तो भएको हुनाले अब सारा जीव निर्जीव सारा प्रकृति पनि उठ्दछ। यहाँ नदी उठ्दछ, यहाँ खोला उठ्दछ, वन जङ्गल उठ्दछ, प्रकृति उठ्दछ, मुन्धुम उठ्दछ र त्यसका मालिकहरू मुन्धुमवादीहरू उठ्छ। सुतेर बस्न मिल्दैन। हामीले त्यसकारण मैले के भनेको छु भने कहिलेकाहीँ यलम्बरका सन्तान हौँ हामी भनेर धेरै साथीहरूले स्टाटस लेख्नुहुन्छ। काङसोरेका वंशज हौँ भनेर फेसबुकमा स्टाटस लेख्नुहुन्छ। म पहिचानवादी एकता अभियानमा को संयोजक भएको हिसाबले के भन्न चाहन्छु भने तपाईँ हामी वास्तविक यलम्बरको खुन हाम्रो शरीरमा छ कि छैन प्रश्न त्यहाँ उठेको छ। वास्तविक काङसेरको खुन हाम्रो शरीरमा छ कि छैन त्यो अब मूल्याङ्कन हुने बेला भएको छ। त्यसकारण यो आफ्नो जमिनमा आफ्नो भूगोलमा आम युवा साथीहरूलाई आफ्नो घरमा के भन्न चाहन्छु भने अब तपाईँ हामी शिर निहुराएर हिँड्ने अवस्था होइन। यो भूमिको मालिक हामी हो। मालिक जस्तो हिँड्न बोल्न र क्रियाकलाप गर्नुपर्ने दिन आएको छ र सजग हुनुपर्ने दिन आएको छ। तपाईँहरू सब सारा युवालाई यहाँबाट म सन्देश प्रवाह गर्न चाहन्छु। ब्रविम शेर्मा तपाईँको नेतृत्व गर्न तयार छ, तर तपाईँहरू कहिले पनि शिर निहुराएर आफ्नै घरमा हिँड्नु भएन। तपाईँ हामी अब जाग्न जरुरी छ, किनभने यो भूमिले हामीलाई खोजेको छ, फेरि पनि यलम्बरहरूलाई काङसोरेहरूलाई खोजेको छ। म यहाँलाई यो कुरा भन्नु। मेरो चाहिँ राज सौम्य हो नाम चाहिँ, र म अघिल्लो दिन भनौँ न 30 गते नै दमक आएर बसेँ र हिजो 31 गते बिहानै सवेरै दमकबाट चाहिँ मुकुङलुङ मेरो यो पहिलो यात्रा हो होइन। र कस्तो अनुभूति गर्नुभयो? हजुर कस्तो अनुभूति गरिरहनु? र म हिजो यो पहिलो यात्रा आउने क्रममा म दमकमा हिजो एउटा बिहानै एउटा कुरा मैले सुन्न पाएँ। कस्तो कुरा मैले सुने भने राजतन्त्र त फ्यालियो मुलुकमा,
तर सामन्तवाद मुलुकबाट फ्याल्न सकिएन। बिहानै यो शब्द मैले के त्यहाँ चिया गफमा त्यहाँ 10-12 जना बसेका थिएँ। ती तपाईँले साथीहरूले चिया ती पिँदा कुराहरू पिँदै सुन्नुभयो, तपाईँलाई चाहिँ के छ, तपाईँको भनाइ चाहिँ के छ? समग्रमा अहिले देशको यो परिस्थिति हेर्दा अहिलेको देशको सिनारियो त्यही छ। किनभने वृक्षारोपण गर्न आउनुभयो? हजुर म वृक्षारोपणकै लागि आएको हो। चेकिङ कतिको हो तपाईँलाई? चेकिङ अत्याधिक भयो। यो चाहिँ एउटा अत्यन्तै राज्यको चाहिँ दमनपूर्ण नीति र सामन्तवादको यो एकदमै यो खुला यो चाहिँ यो सामन्तवादीहरूको यो हामीप्रति, यो जनताप्रति, आम पब्लिकप्रति चाहिँ यो चाहिँ दमन नीतिको ढङ्गले चाहिँ के भन्नु राज्य देखियो। सुझाव दिनुहोस् राज्यलाई। हामी के दिन चाहन्छौँ भने यद्यपि राज्य यो साँच्चै नै यो मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा गएको हो भने सबै जनताको भावनाले राज्यले बुझेर सबै जनताको भावनालाई चाहिँ राज्यले चाहिँ समेटेर चाहिँ साँच्चै मुलुकलाई लोकतान्त्रिक मुलुक गणतान्त्रिक मुलुकमा चाहिँ लग्या हो भने यस्तो खालको राज्यको चाहिँ दमनकारी नीति चाहिँ हुनुहुँदैन। किनभने यो आफै यो मुकुमलुङ भनेको, पाथेउरा क्षेत्र भनेको यो एउटा सांस्कृतिक एउटा धरोहर हो। यसको आफ्नै मूल्य मान्यता छ, सांस्कृतिक यसको मूल्य मान्यता छ। यो परापूर्व कालदेखि हजारौँ वर्ष पहिलेदेखि आएको यो सांस्कृतिक मूल्य मान्यतालाई र यहाँका आदिवासीहरूको आदिवासी जनजातिहरूको चाहिँ जुन एउटा सांस्कृतिक धरोहर छ, जुन मूल्य मान्यता छ, विश्वास छ, यो मूल्य मान्यता विश्वासलाई राज्यले दमन गर्नु हुँदैन, यो भावना कुल्चिनु हुँदैन। ओके, हुन्छ। हामी हेर्दै अब हाम्रो यात्रा पनि तय गर्नु छ र हामी कुरा गर्दै तपाईँको आफ्नो अमूल्य सुझाव, महत्त्वपूर्ण विचार राखिदिनु यहाँलाई धन्यवाद। हस्, धन्यवाद। ल यो माइक एकछिन निकालेँ ल मैले, एकैछिन छ नि माइक छ कि ल। हजुरलाई धन्यवाद छ। अब त पानी आउँदैन होला। ठिकै बोल्यो कि बेटी? हजुर होइन, ठिक छ। आफ्नो स्वतन्त्र विचार राख्नु पाइहालिन्छ नि। खाता पो एकछिन लुकाउँ कि के गरौँ? थोरै बोल्न खोजेको थिएँ होइन। बोल्नुहोस् न। आज हामी दिउँसोभर तपाईँहरूसँगै हुन्छ। क्रोनी क्यापिटलिजम हजुर भन्छ। ए बोल्नुहुन्छ अनि ल यो माइक लाउनुहोस् ल। बोल्दै हिँड्दा हुन्छ, यात्रा पनि गरौँ एक ठाउँ गएर चाहिँ। र यो चाहिँ समग्रमा हामीले कुन रूपले बुझ्नुपर्छ भने राज्य अहिले कुन ढङ्गले अगाडि बढिराखेको छ भने यो क्रोनी क्यापिटलिजम जो आफ्नो आसेपासे नातागोता दलका कार्यकर्ता होइन लाई मात्रै केन्द्रित गरेर हरेक विकासका निर्माणका नीति कार्ययोजनाहरू चाहिँ अगाडि बढिराखेका छन्। हजुर, समग्र आम पब्लिक जनताको भावनालाई समेटेर होइन, जो आफ्नो दलका कार्यकर्ता, आफ्नो नातेदार, सम्बन्धित मान्छेलाई प्राथमिकता राखेर विकासका योजनाहरूलाई चाहिँ त्यसरी आसेपासे दलका कार्यकर्ताहरूलाई मात्रै प्राथमिकता राखेर विकास कार्य योजनाहरू निर्माणहरू चाहिँ ल। अब अहिले हामी यो मुकुमलुङ यात्रामै छौँ। भनिदिनुहोस्, तपाईँहरू त विकास विरोधी हो भनेर खुलमखुला भनिरहेको छ। विकास विरोधी हो तपाईँहरू? हामी विकास विरोधी होइनौँ। विकास यो ढङ्गको हुनुपर्छ जुन विकासले त्यहाँको सिङ्गो जनताको भावना छुनुपर्छ। सीमित दलका कार्यकर्ता, ठेकेदारहरू, जो दलाल पुँजीवादी ठेकेदारहरूको निहित मात्र विकास परियोजना त्यो केन्द्रित हुनु हुँदैन। यो विकास परियोजना त कस्तो बन्यो? सिङ्गो एउटा दलाल पुँजीवादी जो कम्पनीको पक्ष पोषण गरेर राज्य चाहिँ अगाडि बढिराखेको छ, उसलाई चाहिँ संरक्षण गरेर सीमित एउटा दलका कार्यकर्ता, पार्टीका नेता होइन, अनि कम्पनीका दलाल पुँजीवादी कम्पनीहरू सीमित केन्द्रित गरेर चाहिँ विकास यो केवलकारको योजनाहरू चाहिँ परियोजनाहरू चाहिँ ल्याइएको छ। तर उहाँहरूले भनेको छ कि हामी जहिले ढुङ्गे युगमै बस्ने, आधुनिक प्रविधितिर जानुपर्छ भनिरहेका छन्।
हजुर हामी यो के ढुङ्गे युगमै बस्ने हो कि आधुनिक युगमा जाने ल भनिदिनुहोस्। के केवल कार ल्याउँदैमा आधुनिक युग बन्छ र? त्यही त्यस्तो त भनिरहेका छन्। कैयौँ छन्। जस्तै चाइनाको मानसरोवर भनौँ, त्यहाँ सयौँ किलोमिटर चाहिँ त्यो मानसरोवर जहाँ तपाईँको संसारको त्यस्तो एउटा धार्मिक एवं पर्यटकीय स्थल छ। भारतका धेरै त्यस्ता धार्मिक पर्यटकीय स्थलहरू छन्, त्यस्ता सांस्कृतिक धरोहरहरू छन्। बद्रीनाथ, केदारनाथ लगायत। केदारनाथ अनि के भन्नुभयो, बद्रीनाथ आदि इत्यादि छन्। हजुर। त्यहाँ अहिलेसम्म केबल कार बनेको छैन। मुकुमलुङमा यो 2.6 कि 7 बनाएको छ यो किलोमिटर केबल कार बन्दैमा। 2.57 किलोमिटर। 2.5 कति भन्नुभयो? 5-7 हजुर। जो केबल कार बन्दैछ, त्यो केबल कार बन्दैमा नेपाल चरम आधुनिक युगमा प्रवेश गरेको भन्नु त्यो हास्यास्पद हो। ल भनिदिनुहोस्, यहाँ ताप्लेजुङका मेयर साहब अमिर मादेनज्यूसँग हामीले प्रश्न गरेका थियौँ। हजुर। तपाईँ केबल कार बनाउने पक्षमा किन यदि धेरै मरिहत्ते गर्नुभएको छ भन्दाखेरि उहाँले के भन्नुभयो भने हजुर। ताप्लेजुङको जनतालाई आर्थिकमा टेवा पुग्छ, प्रदेश सरकारलाई समेत ट्याक्स आउँछ, यहाँ हजुर। अझ धेरै रोजगारी बढ्छ भनेर भन्नुभएको छ। के हिजोसम्म यहाँ हजारौँ लाखौँ पर्यटक आएका थिएनन् र हिजो हामी फुङलिङबाट जो 12 किलोमिटर यो तपाईँको काफ्लेपाटीसम्म हामी यात्रा तय गऱ्यौँ। मेरो यो पहिलो यात्रा हो। हजुर। त्यो 12 किलोमिटर यात्रा तर्दाखेरिको जुन बाटोको अवस्था हेर्दाखेरि मलाई कस्तो अचम्म लाग्यो भने। ल त्यसो भए भनिदिनुहोस्, जनताले बुझ्ने भाषामा चन्द्र ढकालले विकास चाहेको हो कि के चाहेको त्यो रोड हेरेर समग्रमा चाहनुहुन्छ? ल भनिदिनुहोस्। चन्द्र ढकाल र यो अमिर मादेन जो योगेश भट्टराई यहाँको जनप्रतिनिधि हुनुहुन्छ, जो सङ्घीय एउटा संसदको रूपमा उहाँ निर्वाचित गरेर जानुभएको छ, उहाँले यो राज्यलाई भन्दा पनि सीमित तपाईँको एउटा कम्पनी ठेकेदार देशी विदेशीहरूको सँग चाहिँ मिलेर चाहिँ यो एउटा सांस्कृतिक धरोहरलाई चाहिँ एउटा निजीकरण गर्ने, यसलाई चाहिँ एउटा निजी सम्पत्तिको रूपमा चाहिँ यहाँका हजारौँ यहाँका स्थानीय जनताहरूको सबै रोजीरोटी यहाँ हामी तल्लो काफ्लेपाटीदेखि माथिल्लो हामी फेदीसम्म चाहिँ आउँदाखेरि त्यहाँ सयौँ दोकानहरू, होटल व्यवसायहरू हामीले देख्यौँ, उहाँहरूको भावना नि बुझ्यौँ। यो वास्तवमा केवल कार पर्छ भन्ने बन्दा मात्रै यहाँ देश यो ताप्लेजुङ समृद्ध हुन्छ भन्ने चाहिँ यो गलत हो। उहाँहरूको यो गलत प्रचार हो। गलत हो। उहाँहरूको के छ भने बरु काफ्लेपाटीसम्म जुन सडक खण्ड छ त्यसलाई स्तरीय उन्नति गरियोस् र जहाँ अहिले हामी माथिल्लो फेदी कान्छीतानदेखि चाहिँ हामी मुकुमलुङसम्म यात्रा जुन बाटो छ त्यसलाई चाहिँ अझै यसलाई आधुनिकीकरण गरोस्। त्यसरी गऱ्यो भने यसलाई भनेपछि यो केबल कार जनताको हितमा छैन, ताप्लेजुङको हितमा छैन। यो समग्रमा सीमित कम्पनीका ठेकेदार, देशी विदेशी र दलका जो दलाल ठेकेदारहरू, दलका पुँजीपति, यो भ्रष्टाचारी, यो अहिलेका नैतिक सबै गुमाएका नेताहरू जो छन्, सीमित उहाँहरूको लागि मात्र यो तपाईँको केबल कार चाहिँ उहाँहरूको हितमा मात्रै छ। भनेपछि जनताको हितमा छैन। निमित्त चाहिँ यो केवल कार हितमा छैन। यहाँको समय र संवादको लागि धन्यवाद। हस्, धन्यवाद। मलाई पनि एक दुई शब्द आफ्नो कुराहरू मैले यहाँ धेरै बाटोमा हिँड्दाखेरि यी कुराहरू हिजो मेरो भावनामा फुरिँदै आइरहेको थियो र म कहाँ चाहिँ यो मेरो विचारहरू चाहिँ व्यक्त गरौँ भन्ने ममा हुटुटी भइरहेको थियो। जुन कुरालाई मैले तपाईँ समक्ष राख्न पाएँ। हामी यो एकदम यति सुन्दर प्राकृतिक रूपले यहाँ हिँड्दाखेरि यो बाटोमा यात्रा गर्नुको अनुभव आफैमा यो आनन्ददायक छ।
कम्तीमा पनि यस्तो खालको एउटा धार्मिक आस्थाको केन्द्रमा हामीले सङ्कल्प गरेर कुनै हामीले चाहिँ सोच बनाएर हामी दर्शन गर्न आउँदाखेरि केही न केही कष्ट हुन्छ। यो कष्ट ठुलो कुरो होइन, यतिको कष्ट भनेको यो ठुलो कुरो होइन। हामी थोरै कष्ट गरेर पनि अझै कष्ट गरेर चाहिँ हामीले जुन भगवान्सँग जुन प्रार्थना गरेर हामीले आशीर्वाद मागेको लाग्छ भन्ने एउटा मान्यता छ। मैले त्यो महसुस गरेको छु। त्यसैले गर्दाखेरि यो यति सुन्दर प्राकृतिक एउटा सुन्दरताहरू छन्। यहाँका लाली गुराँस हजारौँ बोट बिरुवाहरू छन्। यो राष्ट्रिय फुल लाली गुराँसलाई चाहिँ फडानी गरेर यहाँका प्राकृतिक स्रोत सम्पदालाई चाहिँ दोहन गरेर जो एउटा निजी कम्पनी ठेकेदार दलाल पुँजीवादी ठेकेदारहरूलाई उनीहरूको हितको लागि मात्र यो केवलकार यो अभिशाप हो। बरु यो बाटोलाई आधुनिकीकरण गरियोस्, यसलाई राष्ट्र अन्तर्राष्ट्रिय प्रचार गरियोस् र यहाँ सयौँ हजारौँ पर्यटकहरू चाहिँ आउने वातावरण बनाइयोस्। यहाँका कुनै होटल व्यवसायहरू तपाईँको भनाइको तात्पर्य हजुर प्रकृतिलाई प्रकृतिमय नै बन्न दिनु पर्यो। प्रकृतिलाई प्रकृतिमय पनि बनाउनु पर्छ। त्यहाँको सांस्कृतिक धरोहरलाई पनि मूल्य मान्यताहरूलाई पनि ध्वस्त बनाइनु हुँदैन। प्लस यहाँको प्रकृतिसँग रम्ने अवसर वातावरण पनि दिनुपर्छ। सबै मानव समुदायमा त्यो अधिकार छ। त्यसले गर्दाखेरि हामीले त्यसरी विकासको मोडेल हामीले ल्याउन सक्यौँ भने पक्कै मुलुक समृद्ध बन्छ। यहाँको सांस्कृतिक धरोहरको मूल्य मान्यताहरूको कदर पनि हुन्छ र तर राज्य त्यो पक्षमा देखेको छैन। यो नितान्त यो चाहिँ हाम्रो लागि दुःखद कुरा हो। म यही भन्न चाहन्छु। हस्, हजुरलाई धन्यवाद। ल मेरो चाहिँ राज सङ्मी, हजुर, संयुक्त पहिचानवादी मोरङ जिल्ला जिल्ला सचिवालय सदस्य है। ए हस्, हजुरलाई धन्यवाद। राम्रै उकालो निकै राम्रो हुँदैन। थोरै बोलौँ होला होइन? ले उमै हुनुहुन्छ थाक्नु हजुर। हजुर मेरो हामी त्यो बाटो क्रसमा माथि पुगिसक्यौँ। ल रामदाई, सम्पूर्ण पहिचानवादी मित्रहरूलाई अभिवादन। पाथिभर अनलाइन टेलिभिजन मार्फत ल भनिदिनुहोस्, आज तपाईँहरू वृक्षारोपणको लागि जाँदै हुनुहुन्छ सेवाहरू म चाहिँ होइन? चन्द्र प्रकाश चम्जो पाँचथरबाट। अब हिजो तपाईँहरू पाँचथरबाट आउँदै गर्दाखेरि कति ठाउँ चेकिङ पर्नुभयो? एउटा सङ्कटकाल लागू गरे जस्तो राज्यले एउटा नीति अपनाएको छ। के भन्न चाहनुहुन्छ आम दर्शकहरूलाई भनिदिनुहोस्। यो चाहिँ अत्यन्तै दुःखद कुरा हो। हामी वृक्षारोपणको लागि शान्तिपूर्ण ढङ्गले यो मुकुमलुङमा सरी भएका छौँ। हजुर, अब यो हाम्रो एक किसिमको पहिचान बचाउ आन्दोलन भन्ने किसिमले एउटा नारा लिएर हामी आएका छौँ होइन। एकजुट भएर हामी आज यहाँ उपस्थित भएका छौँ। अब हिजो राज्यले हामीले पटक पटक भनिरहेका छौँ कि हामी शान्तिपूर्ण ढङ्गले समन्वय गरेर जाउँ होइन। राज्यलाई पटक पटक हामीले अपिल गरिरहेका छौँ। तैपनि राज्यले हामीमाथि बारम्बार विभिन्न बहानामा दमन गरिरहेको अवस्था देखिन्छ। हिजो हामी निहत्ता शान्तिपूर्ण ढङ्गले वृक्षारोपणको लागि आइरहँदा राज्यले हामीलाई पटक पटक चेक जाँच, इलाका प्रहरी चौकी, विभिन्न किसिमका के अरे यो चेक जाँच खडा गरेर बाटोमा अवरोध पुर्याउने काम गरिएको छ। उहाँहरूले हामीलाई सिधै पनि भन्नुभयो कि तपाईँहरू वृक्षारोपणको लागि जाँदै हुनुहुन्छ। नेतृत्व को हो, नेतृत्व कोबाट गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, उहाँसँग हामीलाई परिचय गराउनुहोस् भन्ने खालको प्रश्नहरू बारम्बार सोध्दै आउनुभयो। अब त्यो राज्यको के नियत थियो त्यो थाहा भएन हामीलाई। तर उहाँहरूले त्यो मात्रै होइन, झोला पनि चेक जाँच गर्ने हात हतियारसहित आएका छन्। के तपाईँहरूले हात हतियार बोक्नु भएको थियो? हात हतियार कसैसँग छैन। हामी निहत्ता छौँ। शान्तिपूर्ण ढङ्गले हामीले यो मुकुलम वृक्षारोपण कार्यक्रमलाई, यो वृक्षारोपण 2 हो, त्यो कार्यक्रमलाई सम्पन्न गर्न भनेर हामी आएका छौँ। सरिक भएका छौँ। आज सम्बन्ध आशा हामीले राखेका छौँ। हामीले
आजको दिनलाई सम्पन्न गरेरै छाड्छौँ यो कार्यक्रमलाई भन्ने हाम्रो सोच अठोट। तपाईँहरूलाई त आरोप आएको छ पहिचानवादी नेताहरूलाई स्टन्टबाजी गर्यो भन्ने आरोप छ, भनिदिनुहोस् आम जनतालाई के भन्न चाहनुहुन्छ? स्टन्टबाज भनेको हामीलाई लागिरहेछ कि हामीले कुनै पनि धम्की दबाब र हात हतियार निहत्था रूपले चाहिँ हामी उपस्थित छौँ भने त्यसलाई राज्यले यसरी कुनै हालतले पनि त्यो किसिमको आरोप प्रत्यारोप लगाउन चाहिँ पाउँछ जस्तो मलाई लाग्दैन। किनभने स्टन्टबाज भनेको त्यो हो सिधै राज्यसँग च्यालेन्ज गर्ने हो। हामीले त राज्यलाई हाम्रो अधिकार हाम्रो पहिचान त्यो मात्रै संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो। पहिचान सारा जात जातिका पहिचान सबल हुन्छ भने प्रबल हुन्छ भने त्यो बाट मात्रै एउटा शक्तिशाली राष्ट्रको कल्पना गर्न सकिन्छ, त्यहाँबाट एउटा राष्ट्रियता जन्मिन्छ। यदि कसैको पहिचान नै के अरे निर्मूल पारिन्छ दमन गरिन्छ भने त्यो पहिचानबाट एउटा सबल राष्ट्र प्रबल राष्ट्र समृद्ध राष्ट्रको कल्पना गर्न सकिन्न। किनभने त्यहाँ सदैव जात जातिहरूले चाहिँ आफ्नो पहिचानको लागि आफ्नो स्वतन्त्रताको लागि त्यो माग गरिरहन्छ त्यतिन्जेलसम्म त्यहाँ अन्तर्द्वन्द्वहरू सृजना भइरहन्छ। त्यो अन्तर्द्वन्द्वबाट चाहिँ राज्यको समुन्नत विकास त्यो सम्भव छैन भन्ने म सम्पूर्ण पहिचानवादी मित्रहरू दाजुभाइ तथा दिदीबहिनीहरू आमा बुवा सबैलाई म यो सन्देश दिन चाहन्छु। ल भनिदिनुहोस्, ताप्लेजुङका मेयरले के भन्नुभएको छ भने यो त ताप्लेजुङको निम्ति विकास हो, राज्यलाई स्थानीय सरकारलाई ट्याक्स तिर्छ, यहाँ त अझै करोडौँको सङ्ख्यामा भक्तजनहरू आउँछ पर्यटकहरू आउँछ, यो विकासको विरोध गर्नु चाहिँ बेकार हो भनेर उहाँले आफ्नो तर्क दिनुभएको छ। एज अ होलमा हामीले त्यसलाई कुन रूपले हेर्नुपर्छ भने ट्याक्स तिर्ने काम भनेको जनताले कुनै न कुनै ठाउँमा नेपाल अधिराज्यभर बसेका कुनै पनि नेपालीले सरकारलाई कुनै न कुनै ठाउँबाट ट्याक्स तिरिरहेकै हुन्छ। ट्याक्स तिर्नको लागि ताप्लेजुङकै बासिन्दा हुनुपर्छ भन्ने जरुर छैन। महाकालीको लिपियाधुरामा भारतले अतिक्रमण गरेर त्यहाँ सीमा अतिक्रमण गर्दाखेरि लिपियाधुराको जनताले मात्रै ट्याक्स तिरेको छ भनेर बोल्ने हो कि सारा नेपालीको सरकार बन्छ, त्यो पनि म सरकारलाई प्रश्न गर्न चाहन्छु। अब अर्को कुरा, हामीमाथि गरिएको अर्को जिल्लाबाट आएर चाहिँ यहाँ विकासको अवरोध गरे भन्ने कुरा छ। त्यो आरोप आइरहेछ तपाईँहरूलाई? हामीले विकासको अवरोधको बारेमा चाहिँ म यो उत्तर दिन चाहन्छु कि हरेक क्षेत्रमा अहिले गाउँ गाउँमा सडकको निर्माण भइरहेछ। त्यसको लागि हामीले सडक निर्माण गर्न पाउनुहुन्न भनेर कहीँ पनि अवरोध गरेका छौँ जस्तो लाग्दैन। त्यसो विद्युत पावर हाउसहरू जेनेरेटरहरू चाहिँ त्यहाँ निर्माण भइरहेछ, स्थापित भइरहेछ। त्यसको लागि हामीले कहीँ पनि अवरोध खडा गरेका छैनौँ। गाउँ गाउँमा सडकहरू बनिरहेछ, कालोपत्रे रोडहरू बनिरहेछ, त्यहाँ गएर हामीले कहिले पनि के अरे यहाँ विकास गर्न पाउनुहुन्न भनेर गरेका छैनौँ। विकास भनेको चाहिँ के हुनुपर्छ भने त्यहाँका रैथानेहरूले चाहेको के अरे अनुसार त्यहाँको रैथानेहरूले मानेको अनुसार मान्यता अनुसार रैथानेहरूको मान्यता अनुसार त्यहाँको रैथानेहरूले स्वीकार गरे अनुसार चाहिँ विकास हुन्छ भने टोली नम्बर 1 विकासलाई चाहिँ हामीले कपी विकास मान्नुपर्छ कि भन्ने लागेको छ। र सरकारले यद्यपि साँच्चै नै भित्र मनले नेपाली जनताहरूको कल्याणको खातिर विकास नै गर्न चाहन्छ भने यहाँको सडकहरू हिलामिया छन्। हिजो हामी यहाँसम्म आइपुग्दाखेरि धेरै आएका छौँ। ल दाइ भनिदिनुहोस्, चन्द्र ढकालले विकास चाहेको कि विनाश चाहेको? त्यो हिजो रोडको दृश्य देख्नुभयो तपाईँले, ल आम जनताले बुझ्ने भाषामा भनिदिनुहोस्। उहाँलाई म यही कुरा भन्दैछु, चन्द्र ढकाल हाम्रो एउटा अब यहाँको एउटा धनाढ्य पुँजीपति व्यवसायी हुनुहुन्छ। उहाँलाई के सन्देश म दिन चाहन्छु भने उहाँले विकास नै चाहनुहुन्छ भने यहाँका रोडहरू छन् नि तलतिर अफ रोडहरू
जहाँ चाहिँ पिच रोड गरिएको छैन त्यहाँ पिच रोड गरेर त्यसलाई चाहिँ स्तर उन्नति गर्नु पर्यो। पाथिभरामा आउने दर्शकहरूलाई चाहिँ सहजता हुनको लागि दर्शन गर्न आउँदाखेरि उहाँलाई यात्रा सहज होस् भन्नका खातिर चाहिँ उहाँले चाहिँ पहिलो कुरा यहाँ प्राथमिकता दिनु पर्यो र उहाँले विकासै चाहनुहुन्छ भने कर्णाली कञ्चनपुर अथवा पश्चिमका मनाङ मुस्ताङ जस्ता दुर्गम क्षेत्रहरूमा चाहिँ उहाँले आफ्नो केबल कार लगेर त्यहाँ टाङ्दिनु भयो भने त्यहाँका जनताहरूलाई चाहिँ सेवा सुविधा मिल्छ। किनभने विश्वमा अधिकांश कतिपय विद्यार्थीहरू विद्यालय जाने क्रममा खोलाले बगाएको भिर पहिरोले कुरिएर मारेको घटनाहरू चाहिँ चालिँदा आइरहन्छ। त्यस्तो घटनाहरूलाई चाहिँ न्यूनीकरण गर्नको लागि हाम्रो चन्द्र ढकालजीले पश्चिमको दुर्गम क्षेत्रहरूमा चाहिँ उहाँले केबल कार निर्माण गरिदिनु भयो भने ती उत्पीडित जनता तपाईँको मतलब जुन ठाउँमा आवश्यक छ जहाँ दुर्गम छ त्यो ठाउँमा गर्नु पर्यो। ती पीडित विद्यार्थीहरूलाई चाहिँ सेवाको भावले र उनीहरूको जीवन रक्षाको लागि होइन र के अरे अर्को कुरा विकास निर्माणमा टेवा पुग्नको लागि उहाँले त्यो कार्य गर्नुभयो भने चाहिँ उहाँलाई साँच्चीकै हृदयदेखि नै नमन गर्ने सम्पूर्ण नेपालीहरूले नमन गर्ने दिन आउँछ। स्पेस हुन्छ भन्ने म सन्देश दिन चाहन्छु। हस् हजुरलाई धन्यवाद छ। एकदमै उकालोमा गाह्रो पनि भयो है। उकालो निकै नमस्कार सिर्जना दिदी सेवारो छोरीलाई त किताब सिताब लगेर ठक्क यो पढ भनेर दिने कतिको पढ्दैछ छैन हेर्ने अलि पो हुन्छ ल दिदी गरेर छोडिदिए ल छोडिदिनुहोस् यहाँ ल भनिदिनुहोस् तपाईँलाई धरानको बाघ लेडी टाइगर भनेर चिन्छन् बाघ हो। तपाईँ बाघ कता हिँड्नु पर्यो भनिदिनुहोस्। आम जनतालाई भनिदिनुहोस् चासोको विषय छ। म बाक्साको होइन है तपाईँ बाघ होइन तपाईँ किन आउनु पर्यो पाथिभरा भनिदिनुहोस्। पाथी भएर हामी अहिले बिरुवा रोप्न आइरहेको छौँ अनि हिँड्दै जाउँ न बिस्तारै बोल्दै। एकदमै यहाँनिर चाहिँ सुक्खा डाँडा यहाँनिर भयो भने चाहिँ विभिन्न समस्या आउँछ प्राकृतिक रूपमा भन्ने हाम्रो चिन्ताले गर्दाखेरि र हाम्रो यो धार्मिक स्थल लाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने हिसाबले हाम्रो मातहतमा हुनुपर्छ भन्ने हिसाबले पनि होइन हाम्रो जस्तो कि हिन्दूहरूको चारधाम केदारनाथ काशी भने जस्तै हामी मुन्दुम मार्गीहरूको लागि चाहिँ यो चारधाम भएको कारणले गर्दाखेरि यो चाहिँ अब हामीले संरक्षण गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी चाहिँ यहाँ आएको छौँ बिरुवा रोप्न र हामी चाहिँ प्रकृतिलाई पूजा गर्ने माया गर्ने संरक्षण गर्ने सेवा गर्ने भएको कारणले तर तपाईँहरूलाई त आरोप छ तपाईँहरू विकास विरोधी हो भन्ने आरोप छ भनिदिनुहोस्। अब विकास विरोधी रुख राख्नेलाई विकास विरोधी भन्छ कि रुख रोप्नेलाई विकास विरोधी भन्छ। त्यो त अब हामीले होइन छर्लङ्ग जनता आम जनताले बुझिराखेको छ नि आरोप लगाउँदैमा झुटो आरोप लगाउँदैमा त्यो हामी कसले मान्छ। त्यो भनेपछि तपाईँहरू विकास विरोधी होइन। हामी विकास विरोधी होइन तर यो हाम्रो मुन्दुमी स्थल हाम्रो यो चाहिँ के भन्छ हाम्रो भएको कारणले गर्दाखेरि हामी यहाँको चाहिँ मुन्दुम मार्गीहरूको चाहिँ संरक्षणमा पर्छ भन्ने मात्रै हामी। अब यो चाहिँ अब विभिन्न कानुनले नेपालको कानुनले अन्तर्राष्ट्रिय कानुनले पनि मान्यता दिएको कुराहरू हामीले गरेर चाहिँ सबै कुरा कानुनी रूपमा गइरहेको छौँ होइन। कानुन विपरीत हामीले कुनै काम गरेको छौँ भने लु ती हामी विकास विरोधी भन्नेहरूलाई यहाँनिर ल्याओस् यहाँ होइन। के रहेछ त विकास विरोधी भनेको। अब विकास विरोधी त भनिराख्नुपर्छ। अब आधुनिक युगमा जानुपर्छ हामी कहिलेसम्म ढुङ्गे युगमा बस्ने भनेर भनिरहेका छन्। अनि विकासको पनि त मापदण्डहरू हुन्छ होला। यसरी जथाभावी यो रुख काट्नु विकास हो त। हेर्नु त यहाँनिर यत्रो यो रुखहरू अब कहिले हुन्छ। यो अब यो 5000 वर्षसम्ममा पनि
यो रुखहरू यस्तो हुँदैन। अनि यिनीहरूलाई चाहिँ विकास कसलाई चाहिँ विकास विरोधी भन्ने, यो काट्नेलाई विकास विरोधी भन्ने कि के भन्ने यहाँनिर झोक्चल है। भनिदिनुहोस् नेत्रीज्यू, तपाईँलाई त विकास विरोधीकै आरोप लागेको छ। अब यहाँ केबल कारमा सरर तपाईँ 2 घन्टा हिँड्नुहुन्छ, केबल कारमा 10 मिनटमा माथि पुगिन्छ, त्यही भनिरहेका छन् यहाँका जनप्रतिनिधिहरूले। यो हाम्रो यो के अरे मुन्दुममा आउने कुरा चाहिँ जस्तो अन्तर्राष्ट्रिय युनेस्कोहरूले पनि कुनै पनि चाहिँ समुदायको चाहिँ धार्मिक स्थलहरू चाहिँ उनीहरूकै मातहतमा हुनुपर्छ भनेर भन्दो रहेछ। यहाँ हाम्रो नेपाल सरकारले पनि हाम्रो नेपालको कानुनमा पनि त्यही छ होइन, कसैको पनि धार्मिक सांस्कृतिक स्थलहरूलाई सरकारले हस्तक्षेप नगर्ने भनेको छ। तर यहाँ चाहिँ जबरजस्ती चाहिँ यहाँनिर चाहिँ हस्तक्षेप गरेर हाम्रो यहाँ चाहिँ याक्थुम लिम्बू समुदायहरूको चाहिँ धार्मिक सांस्कृतिक स्थललाई चाहिँ यसरी चाहिँ अतिक्रमण गरेको हो क्या। यो चाहिँ अतिक्रमण गरेको, यो अतिक्रमण भइरहेको छ। यो चाहिँ विकासको नाम लिएर जनतालाई लाटा जनतालाई चाहिँ यहाँ उल्लु बनाएर चाहिँ विकास भनेर चाहिँ विकासको ढोल पिटेर ढोङ रचेर त्यसलाई चाहिँ विकास भनिँदैन। भनेपछि पानीमाथिको ओभानो बन्न खोजिरहेका छन्, त्यही भन्न खोज्नु भयो हो त नि। अन्तर्राष्ट्रिय कानुन हेर्नुहोस् त, विकास केलाई भन्छ भन्ने, खोइ के मापदण्ड पुर्याएको छ। यो बोट बिरुवाहरू काट्नुहुन्छ हुँदैन भनेर उनीहरूले लु देखाओस् त, प्रमाण कहाँ छ? उनीहरूले लु देखाओस् न प्रमाण हामीलाई। छ उनीहरूसँग प्रमाण? जथाभावी रुख काटेको छ। एउटा चाहिँ व्यापारी, एउटा चन्द्र ढकालले व्यापारीलाई जिम्मा लगाएर त्यो हुन्छ विकास? त्यो हामी मान्दैनौँ कि झोक्चलो भने के पो गर्छौँ यहाँ हामी। हस्, हजुरलाई सम्मतलाई धन्यवाद। हाम्रो हो यो हो, हामी बस्यौँ होला तल मधेसमा, बस्यौँ होला कता विदेशमा बस्यौँ होला, तर पनि हाम्रो हो यो र हामी यो याक्थुङ लिम्बूहरू एकजनासम्म जिउँदो हुँजेसम्म हामी यहाँनिर छुनु दिँदैनौँ। यो जति नै उयो गरे पनि हामी छुनु दिँदैनौँ। अब काटिहाल्यो यो रुख होइन, तिनीहरूको अधर्म, तिनीहरूको असत्यहरू चाहिँ यो सबै जनताले देख्नुको लागि यो भएको हो क्या यो। हस्, हजुरलाई धन्यवाद छ समय र सम्वादको लागि। ल हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद होइन। ल यति नै बोलाउँ ल हस्, हिँड्नै सक्छ। सम्पूर्ण दर्शकवृन्दहरूलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला चाहिँ हामी यो वृक्षरोपण भएको ठाउँमा उपस्थित भइसकेका छौँ र यसरी एकदम धेरै ठुलो जनमानसको साथमा एउटा हर्षोल्लासको साथमा यसरी यहाँनिर वृक्षरोपण भएको अवस्था छ। अलिक बाक्लो भयो उता सार्नु न। हौ ठ्याक्कै हामी त रोपिसकेको नउखेलौँ सिरेजी। रुख काटेको अथवा खन्दै गरेको एरियामा यसमा लगाएर यसरी अहिले बिरुवा हामीले रोपिरहेको देख्न सक्छौँ। यो बिरुवालाई उखेल्ने मास्नेहरूको 7 पुस्तासम्म खलिफाप नहोस्, माग्लै साथी राखेर म सम्पूर्ण तपाईँहरू पत्रकार साथीहरूलाई, यहाँ उपस्थित सहयात्री साथीहरूलाई, पहिचान प्रेमी, पुरातात्विक प्रेमीहरू शक्तिपीठमा आएर यो ठाउँमा आएर मैले कसम खाएर भन्दैछु कि नो केबल कार, कुनै हालतले हामी केबल कार बन्न दिँदैनौँ। केबल कार पक्षधरहरूले यो अहिले फडानी गरेका छन्, यसमा हामीले पुनः वृक्षारोपण गरेका छौँ। यो मेरो चाहिँ दोस्रो पल्ट हो, साथीहरू धेरै पल्ट आउनुभयो र यो वृक्षारोपण हामी पुनः आवश्यकता अनुसार फेरि पनि आएर हामी रोप्न सक्छौँ। यसलाई राज्य पक्षले कसैले पनि मास्न पाउँदैन र यो मासेको खण्डमा मानदण्ड त लाग्छ नै, तर कालान्तरमा नेपाली जनताहरू, पहिचानवादीहरू, सिङ्गो तिनहरू नेपाली जनताहरू, ताप्लेजुङवासीहरू, समग्र 77 जिल्लाका साथीहरू, नेपाली जनताहरू र देशी विदेशी मित्रहरूले पनि यहाँ केवल कार हुनु हुँदैन। त्यहाँ केबल कार पक्षधरहरूले वन फडानी गरेको हामीले सुन्यौँ, त्यसमा वृक्षारोपण गर्नुपर्छ र गर्दै हुनुहुन्छ।
र तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ भन्ने कुराहरू पनि हामीले आइराखेको छ। हामीले यो अपराधीहरूले यो रूप फडानी गरे, हामीले पुनः वृक्षारोपण गरेका छौँ। नेपालको संविधान अनुसार यो गुराँस काट्न नमिल्ने, तर गुराँस यत्रो फडानी गर्दा पनि यो नपुंसक यो राज्य, यो फाँसीवादी राज्य, यो नपुंसक राज्य, यो देशद्रोही, यो नेपाली जनता द्रोही, यो अलोकप्रिय, असान्दर्भिक, अप्राकृतिक यो गठबन्धनको सरकारले साह्रै नहुने काम गरेको छ। यसलाई हामीले नेपाली जनतामा, नेपाली जनस्तरमा हामीले एउटा प्रशिक्षकको रूपमा पनि हामीले लगिराखेका छौँ र यो हुँदै नहुने काम तुरन्त सरकारले यो ढकाललाई भनेर अथवा सरकारले रोक्नुपर्छ। यो हुँदै नहुने काम यो जाने मुकुमलुङ पाथिभरामा यो यस्तो शक्तिपीठ जहाँ संसारभरका अहिले मानिसहरू यहाँ दर्शनको लागि आउँछन्, यसमा केबल कार ल्याउनै हुँदैन र ल्याउनै हुँदैन, बन्नै हुँदैन, केबल कार ल्याउनै हुँदैन, बन्नै हुँदैन। यो तुरन्त खारेज गर्नुपर्छ सरकारले, यो तुरन्त खारेज गर्नुपर्छ, त्यसको विकल्प छैन। म नेपाली जनताको तर्फबाट यो राज्य पक्षलाई तुरन्त खारेज गर्नुपर्छ यो केबल कार भनेर म अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। धन्यवाद। केही पनि हुँदैन, हिँड्नु न, लड्यो भने भुइँमै हो। तपाईँले देख्न सक्नुहुन्छ यसरी बृहत रूपमा चाहिँ यहाँनिर मुद्दा हाल्ने क्रममा अब मुद्दा हालिहाल्दा त अब सार्वजनिक हुन्छ भनेर लामो समयसम्म मलाई गुमनाम राखेर मेरा शुभचिन्तक, पहिचानवादी र मेरो आफन्तजनहरूमा अत्यन्तै दुःख दिने काम राज्यले गरेको छ। तर मलाई यो 27 दिनको पीडा होइन, अब निरङ्कुश तानासा होइन, एउटा अति चरम यातना सहित हामीलाई राखियो। त्यहाँ दबाई पानी खान दिएन होइन, पानी औषधि मैले 3 दिनसम्म खाना खाइ नरहँदा पनि उहाँहरूले जस्तो अब दिनु भएन। टोयलेट त्यही एकै ठाउँ, पानीहरू खाने बत्ती यहीको अब हिरासत पनि कुनै तरिकाले एउटा ज्यानमारा अथवा अर्कै किसिमको होइन, त्यो किसिमले मलाई राखियो हस्पिटलबाट गिरफ्तार गरेर। तर मलाई के छ भने पहिचान र मुकुलुङ यो अस्तित्व पहिचान जोगाउनको लागि 27 दिन होइन, मैले कमिटमेन्ट गरेको छु। 27 वर्ष बस्नु परे पनि केबल कार खारेज गरेर यहाँको वृक्षारोपण गरेर मुकुलुङ जुमामाङ यो शक्तिलाई सेभ गरेर पाथिभरा मातालाई जोगाउने कमिटमेन्ट गरेको छु। त्यसले गर्दा मलाई 27 वर्ष, यदि राज्यले चाहन्छ भने आजीवन जेल हाल्न सक्छ भने पनि म कुनै कदम अथवा हाम्रो पहिचानवादी महिलाको तर्फबाट अथवा समग्र नेपाली आर्य हिन्दू आदि आर्य समाजबाट पनि प्रतिनिधित्व गरिरहेको छु। यसमा हाम्रो सबैको आपत्ति छ। यस्तो ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक गुन्दुमी क्षेत्रलाई राज्यले एउटा व्यक्ति कम्पनीलाई दिएर अब 400 वर्ष अगाडिका यहाँ गुराँसहरू, अब 400 वर्ष यो मैले रोप्न लागेको चिमल 400 गुराँस यहाँको हिजोको इतिहासमा पुग्न, हिजोको संरचनामा पुग्न 400 वर्ष लाग्छ। त्यसले गर्दा यस्तो ऐतिहासिक ठाउँमा हामी फेरि पनि यसलाई केही हदसम्म पर्यावरणलाई, संस्कृतिलाई जोगाउनका लागि आज वृक्षारोपण कार्यक्रम व्यापक रूपमा भइरहेछ, बृहत रूपमा है। अगाडि पनि भएको थियो, त्यसलाई कन्टिन्यू त 81 सालमा पनि भएकै हो। त्यसलाई गर्दा हामीले शान्तिपूर्वक वृक्षारोपण कार्यक्रम गरिरहेका छौँ। एउटा धार्मिक आस्था राख्नेहरूको एकदमै पवित्र भूमि अर्थात् शक्तिपीठमा आइपुगेका छौँ। कसैले मुकुमलुङ भन्छन्, कसैले पाथिभरा भन्छन्, कसैले पञ्चकन्या देवी भन्छन्, तर जसलाई जे भने पनि यो एउटा शक्तिपीठ हो। आउनुहोस्, अब हामी तपाईँहरूलाई देखाउनेछौँ यो जुन शक्तिपीठ। हामी धेरैचोटि आइसकेका छौँ। यहाँ आज चाहिँ तुवालो लागिरहेको छ। अरू बेला यो ठाउँबाट संसारकै तेस्रो अग्लो हिम श्रृङ्खला कञ्चनजङ्घा यानि कि सेसेलुङ, त्यस्तै गरेर फक्ताङलुङ, कुम्भकर्ण लगायत सयौँ हिम श्रृङ्खलाहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिन्छ। र अब हामी यहाँ अगाडिपट्टि हामी देखाउन चाहन्छौँ तपाईँहरूलाई यो एकदमै
पुरानै हजारौँ वर्ष पुरानै रुखहरू देख्न सक्नुहुनेछ। जस्तै हाम्रो अहिले काटिएको रुख थियो होइन, त्यही रुखमा पर्छ यो पनि। यही रुखभित्रै पर्यो। यो रुख हुर्किनलाई सयौँ अहिले हामी यहाँ अगाडि बढिरहेका छौँ। यहाँ देख्न सक्नुहुनेछ ठुला ठुला घन्टीहरू। हामीले किम्बदन्तीमा सुनेका छौँ कि हात्तीलाई पकाइएको घन्टीहरू पनि यहाँ छ भन्ने चाहिँ सुनेको छौँ, तर कुन हो भन्ने चाहिँ हामीलाई थाहा छैन। एकदमै ठुल्ठुला घन्टीहरू, यो लगभग 200-300 केजीको घन्टीहरू हुनसक्छ यहाँनिर। र वास्तविक पाथिभरा मन्दिर चाहिँ कहाँ छ भन्ने सन्दर्भ पनि म तपाईँहरूलाई भन्ने दिएको छुइनँ। र यो ठुल्ठुला मन्दिरको यहाँ घन्टीहरू देख्न सक्नुहुनेछ। यहाँनिर यता विशेष गरेर लिम्बूहरूले पूजा गर्ने एउटा ठाउँ हो। यो चाहिँ लिम्बूहरूले प्रायः देउराली भनेर पुज्ने गर्छ, देउराली गर्छ। र वास्तविक पाथिभरा चाहिँ कहाँ छ भन्नुहुन्छ भने म तपाईँहरूलाई देखाउनेछु। यो वास्तविक पाथिभरा चाहिँ अलिकति तल रहेको छ। यो चाहिँ सहजताको कारणले यहाँनिर चाहिँ दर्शन गर्न आउने दर्शनार्थीहरूको सहजताको कारणको निम्ति बनाइएको हो। यहाँबाट तपाईँले मागेका, यहाँनिर किम्बदन्ती अनुसार भन्ने गरेको छ बच्चा नहुनेहरूको बच्चा हुन्छ र लाहुर लाग्न नसकेकाहरू लाहुर लाग्नु भएको छ भन्ने कुराहरू उहाँहरूले भन्नुभएको छ। र त्यस्तो धेरै मागेका कुराहरू चाहिँ पुरा हुन्छ भनेर चाहिँ उहाँहरूले भनिराख्नु भएको छ। अब आउनुहोस् यतापट्टि यो दृश्यहरू कैद गर्नु होला। एकदमै यो एउटा धरतीको स्वर्ग हो ताप्लेजुङ, अर्थात् मुकुमलुङ भन्दाखेरि फरक पर्दैन। यो धरतीको स्वर्ग हो आफैमा, यति रमाइलो यति राम्रो ठाउँ रहेछ। तर यहाँनिर चाहिँ विभिन्न आन्दोलनहरू भइरहेको छ। अहिले यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ मेन पाथिभराको मूर्ति राखिएको छ। यहाँदेखि ठ्याक्कै हामी 70 मिटर तल, यहाँ तल जानुपर्छ। पाथिभरा वास्तवमा उत्पत्ति भएको ठाउँ चाहिँ यहाँ तल है, यहाँदेखि 70 मिटर तल। यहाँदेखि 70 मिटर तल गयो भने त्यहाँनिर देख्न सकिन्छ। त्यहाँ पनि जान सक्ने मान्छेहरूले दर्शन गर्न सक्नुहुनेछ। जुन यो माताको यो मूर्ति राखेदेखि तल 70 मिटर तल्लोपट्टि 70 मिटर तल जानुपर्छ। तर एकदमै अप्ठ्यारो छ। यहाँ चाहिँ अहिले चिप्लो चाहिँ ठ्याक्कै मुख भनेको शक्ति लुङ भनेर ढुङ्गा, त्यही भएर मुखलुङ भन्नु कारण छुँदा करेन्ट लाग्ने ढुङ्गा थियो अरे। त्यो चाहिँ विचार पत्ता लगाएर ल्याएर यहाँ राखेको हुन्छ न। यहाँ गाडेको छ भने चाहिँ कहाँ छ ढुङ्गा चाहिँ यहाँ छैन। त्यसो भए त्यो गाडेको छ भने चाहिँ मतलब त्यो ढुङ्गा छुँदाखेरि चाहिँ करेन्ट लाग्ने, त्यही भएर त मुख भन्ने शक्ति भइगयो, लुङ भनेको ढुङ्गा भइगयो। शक्तिको ढुङ्गा, शक्तिको ढुङ्गा भनेपछि त्यहाँ तल पत्ता चाहिँ लगाएको, पत्ता लगाएको अहिले त्यहाँ पूजा गर्छ, घन्टी पिसो झुन्ड्याएको छ। ए त्यहाँ पनि छ छुन चाहिँ। तर उहाँले चाहिँ त्यो चाहिँ ढुङ्गा चाहिँ यहाँ ल्याएर यो मुनि गाडेको छ भने भन्ने चाहिँ अब हामीले तपाईँले पनि सुन्नुभएको। अब स्पष्ट आँखाले देखेको छैन। यो कति वर्षदेखि चाहिँ अलिकति चर्चामा आयो क्या यो? लगभग चर्चामा आउँछ त्यस्तै 150 वर्ष, त्यस्तै 150-200 वर्ष अगाडि है यो। त्यो तरिकाले चाहिँ चर्चामा पनि आयो र मान्छेहरूको भक्तजनहरू पनि आउने क्रम बढ्यो। सोचेका मागेका सबै पुग्न थालेपछि भाकल गर्दै आउँदै भाकल पुरा गर्दै। ए भनेपछि यहाँ जस्तो यहाँ चाहिँ कस्तो कस्तो भाकल गर्ने चाहिँ धेरै जसो आउनुहुन्छ? पुरा जस्तो अब सन्तान नहुने आउँछन्, सन्तान माग्छन्, पुरा भइन्छ होइन। त्यसै अब व्यापार बिजनेस विदेश जाने त्यस्तो सबै कुरो राम्रो होस् भनेर माग्ने गर्छन्। भाकल गर्छन्, पुरा भयो म पुरा गरेँ आएँ भनेर चाहिँ फेरि पछि उहाँहरू रिटर्न पनि आउनुहुन्छ? पुरा भएपछि यो कुरो म माग्छु, आमा दिनुहोस्, पुरा भएपछि म आउँछु भनेर भाकल गर्छ। पुरा भएपछि आएर भाकल ए ल धेरै धेरै धन्यवाद। एपिएफ खटाएर भएन, भोलि आर्मी खटाएर पनि बनाउला, अब के गर्नु छ? होइन, हामी लड्छौँ। हाम्रो त ज्यानको बाजी दिएर लागिरहेका छौँ। हामीलाई बन्दुकले हान्छ, तपाईँहरू हातले लड्ने होइन। बन्दुक नहानेको छ र? बन्दुक त हानिसिद्यो, हानिसक्यो, लडाइसक्यो, बनाइसक्यो, शहीद होइन, फरक परेन। यो मुन्दुमी भूमिको लागि, यो मुकुमलुङको लागि, यो चाहिँ मुन्दुमी वनस्पति रुखहरूको रुखपातको लागि, यो प्रकृतिको लागि हामी लड्छौँ। यसमा सारा दुनियाँलाई चाहिँ हामी आह्वान गर्छौँ भनेर लागेका हौँ। यो राज्यको चाहिँ यो चाहिँ विदेशबाट किनिएको 1-2वटा गोली हान्दाखेरि हामीलाई चाहिँ सिद्ध्याउँछ भन्ने उनीहरूलाई भ्रम लाग्छ भने हामी त्योसँग चाहिँ ठुलो विषय छैन। हामी त्योसँग लड्न तयारी भएर लागेको। अब हिजो तपाईँहरू यता शान्तिपूर्ण वृक्षारोपण गर्न आएको चाहिँ पब्लिकलाई त्यहाँ चाहिँ प्रहरीहरूले गौडामा चोकमा त्यो दण्डकालभन्दा खतरा देखियो, सङ्कट देखियो, के हो यो दुःखद विषय हो। यो दुःखद विषय हो। यत्रो चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने, जनताको सार्वभौम सत्ता भन्ने, जनताको सर्वोपरि भन्ने, लोकतन्त्र भन्ने, यत्रो हामीले चाहिँ हाम्रो यो चाहिँ राष्ट्रिय सम्पत्ति हो, यो मुन्दुमी ठाउँ हो, साझा धार्मिक स्थल हो भन्दाखेरि
यसरी चाहिँ एउटा व्यापारी कम्पनीलाई चाहिँ सपोर्ट गर्ने अथवा संरक्षण गर्ने गरी चाहिँ जुन किसिमले चाहिँ सेना प्रहरी पुलिस एपिएफहरू परिचालन गरियो हाम्रा चाहिँ जो आह्वान गर्दाखेरि चाहिँ विभिन्न टाढाबाट चाहिँ आउने चाहिँ विभिन्न ठाउँबाट आउने साथीभाइहरूलाई जसरी दुःख दिने नियत गरियो यो सबभन्दा दुःखद हो। सङ्कटकालभन्दा पनि बढी प्रत्येक हाम्रा चाहिँ यहाँनिर चाहिँ वृक्षारोपणमा सहभागी हुने साथीभाइहरूको चाहिँ झोलाहरू हेरियो, चेक जाँच गरियो अनि टाइममा चाहिँ समय चाहिँ रोक्ने काम गरियो, अल्झ्याउने काम गरियो, समय चाहिँ त्यहाँनिर बर्बाद गरियो, त्रसित गरियो, बन्दुक बोकेर चाहिँ देखाउने काम गरियो। योभन्दा साह्रो चाहिँ दुःखद केही पनि हुँदैन। त्यसो भएको हुनाले स्वभावले पनि हिजो आज र चाहिँ यो जुन टाइम पिरियडमा चाहिँ हामीले वृक्षारोपणको आह्वान गरेका थियौँ यो बेला चाहिँ ताप्लेजुङमा चाहिँ यात्रा गर्ने महानुभावहरू अथवा चाहिँ जनताले पनि के बुझे भन्नुहुन्छ भने यहाँ चाहिँ राज्य चाहिँ एकदम आतङ्क छ भन्ने कुरो बुझे। त्यसो भएको हुनाले राज्य सरकारलाई म आग्रह गर्न चाहन्छु कि जनतालाई त्रसित गर्न पाइएन। त्यो हतियारहरू त्यो चाहिँ सडे गलेका चाहिँ त्यो विदेशलाई चाहिँ शरण अथवा भिख मागेर चाहिँ ल्याइएको हतियारहरू यो जनताले देखाउनु ठिक होइन अथवा त्यो खालके चाहिँ त्यो भ्रमपूर्ण चाहिँ क्रियाकलाप गर्नु ठिक होइन। यो नगरियोस् भनेर चाहिँ म यहाँबाट चाहिँ त्यो हाई हतियारहरू त अनि देशको सुरक्षाको लागि भनेर खरिद गरिएको भित्राइएको हतियार के सुरक्षा भएको छ। यहाँनिर चाहिँ अर्बौँ भ्रष्टाचार गरिरहेछौँ। यी कमिसन खुवाएर चाहिँ यो प्राकृतिक सम्पत्तिलाई दोहन गरिरहेछ। एउटा व्यापारीलाई चाहिँ जिम्मा दिइरहेको छ अनि राज्यको सुरक्षा हुन्छ। नागरिकलाई गोली ठोकिरहेछ, नागरिकहरूलाई चाहिँ दिनदहारै चाहिँ यहाँनिर चाहिँ हतियार प्रयोग गरिरहेछ। त्यो चाहिँ सुरक्षा हो? नागरिकको सुरक्षा हो कि चाहिँ यो चाहिँ होइन व्यापारीको सुरक्षा हो? यो क्लियर हुन्छ। त्यसो भएको हुनाले यो चाहिँ नागरिकको सुरक्षाको हितमा अहिले सरकार देखिँदैन। यहाँ जुन तवरले नागरिक अगाडि बढेको छ नागरिकलाई यहाँनिर चाहिँ दमन गरिएको छ। नागरिकको चाहिँ दमनको लागि चाहिँ हतियारहरू ल्याइएको हो। यो हाम्रो ठाउँमा अब के गर्नुहुन्छ त? अब यो राज्यले शान्तिपूर्ण तवरले आज यो राज्यले त एनी हाउ केबल कार बनाऊ अनि हामी एनी हाउ बनाउन दिँदैनौँ। अब तपाईँहरूको यो यतिको प्रयासले चाहिँ सायद यो केबल कार बनिनु रोकिँदैन भन्छन् त होइन। यो यस्तो भ्रमपूर्ण भाष्यहरू त निर्माण होला। भोलि चाहिँ यो के अरे चाहिँ अभियन्ताहरू चाहिँ खरिद होला बिक्री होला भन्ला अथवा चाहिँ अझै कुन भाष्य थियो भने गोली हान्यो भने चाहिँ भाग्छन् भने गोली हानी सिद्धो होइन। अब यो अभियानले सम्भव हुँदैन। हामी निरन्तर रूपमा अगाडि बढाउँछौँ। लु बनाएर देखाओस् त यो हाम्रो मुन्दुमी भूमिमा कति दिन चाहिँ सयौँ चाहिँ प्रहरीहरूको चाहिँ सुरक्षाको घेराभित्रबाट बनाउँदो रहेछ हेरौँ होइन। हामी पनि त्यही तवरले अगाडि बढ्छौँ। तपाईँहरू सशस्त्र विद्रोह गर्न तयार सक्नुहुन्छ? विद्रोह भन्ने एउटा पाटो होला होइन। परिस्थिति र समयले चाहिँ के माग गर्छ त्यो एउटा पाटो रहन सक्छ विद्रोहको कुरो। तर अहिलेको स्थितिमा हामीले यो संविधानलाई टेकेको छौँ। अन्तर्राष्ट्रिय कानुनको आधारमा चाहिँ संविधानहरू निर्माण भएको छ, कानुनहरू निर्माण भएको छ। त्यो कानुनले हाम्रो अधिकारहरूलाई चाहिँ प्रदत्त गरेको छ। त्यसको आधारमा हामी बोलिरहेको छौँ। त्यसलाई सम्मान गर्नुपर्छ। यदि त्यो होइन भने यो संविधानको के काम होइन, यो कानुनहरूको के काम, नागरिकहरूको के काम, त्यसपछि हामीले विचार गर्नुपर्ने दिन आउन सक्छ। तर अहिलेलाई भने यो सम्मान गर्नुपर्छ। हाम्रो अधिकारहरूलाई सम्मान गर्नुपर्छ। कानुन सम्बद्ध आवाज उठेका कुराहरूलाई सम्मान गर्नुपर्छ। यो कोर सेक्रेट साइटहरू छ, मुन्दुमी ठाउँ भनिरहेछौँ, सांस्कृतिक भूमि भनिरहेछौँ, यो पवित्र भूमि भनिरहेछौँ, साझा धार्मिक आस्थाको धरोहर भनिरहेछौँ। यसमा व्यापार गर्न पाइँदैन। यसमा यसलाई ध्वस्त गर्न पाइँदैन। यसलाई चाहिँ विनाश गर्न पाइँदैन। यहाँको प्रकृतिलाई दोहन गर्न पाइँदैन। यसलाई संरक्षण गर्नुपर्छ भनेर हामी लागिरहेको छौँ। अन्तमा केपी सरकार ओली सामान्य प्रधानमन्त्रीको निर्देशनमा यो कामहरू भइरहेको छ भन्ने टिका टिप्पणी भइरहेको छ। प्रधानमन्त्रीले चाह्यो भने यो कुरालाई सबैलाई रोक्न सक्छ भन्ने पनि भइरहेको छ। के भन्नुहुन्छ केपी ओली नेतृत्व सरकारलाई? म आह्वान गर्न चाहन्छु यो नागरिकको जुन आवाज छ अथवा सम्मानपूर्वक चाहिँ माग छ त्यो सम्मानपूर्वक मागलाई सम्मानपूर्वक तरिकाले सम्बोधन गरिनु पर्यो। अब विकास र समृद्धिको कुरो एकातिर गर्ने अनि अर्कातिर चाहिँ एउटा व्यापारीलाई चाहिँ सुरक्षाको दलबल सहित चाहिँ नागरिकलाई दमन गर्ने खालके चाहिँ जुन क्रियाकलाप छ त्यसले चाहिँ देशको शान्ति र समृद्धितिर जाँदैन, त्यसले द्वन्द्वतिर जान्छ। त्यसो भएको हुनाले यो द्वन्द्वलाई हल गर्ने एउटै मात्र विकल्प भनेको नो केबल कार बन्नु भएन। उपरान्त हामीले यसको वैकल्पिक मुन्दुमी आधारमा, यहाँको वातावरण पर्यावरणको आधारमा, यहाँको जैविक विविधताको आधारमा दर्शनार्थी तीर्थयात्री र चाहिँ यहाँ धार्मिक
जुन चाहिँ महत्त्व छ त्यसको आधारमा चाहिँ वैकल्पिक विकासको चाहिँ हामी मोडल ल्याउँछौँ। त्यसो भएको हुनाले यो केबल कारलाई तुरुन्त खारेज गरिनुपर्छ, बन्द गरिनुपर्छ भन्ने हाम्रो अनुरोध छ। कानुनी उपचार के गर्दै हुनुहुन्छ श्रीजी? कानुनी उपचार हामीले अदालतमा 1-2वटा चाहिँ केस दायर गरेका छौँ। 2वटा केस त हाम्रो अहिले के अरे चाहिँ विचाराधीन अवस्थामा रहेको छ होइन। मलाई लाग्छ अब यत्रो चाहिँ नागरिकहरू चाहिँ आन्दोलित छन्, यत्रो नागरिकहरूको चाहिँ जुन चाहिँ कस्टमरी कुराहरू छ, जुन चाहिँ सांस्कृतिक कुराहरू छ, कानुन संविधान र चाहिँ सबै कुराहरूलाई चाहिँ वातावरण पर्यावरणका कुराहरूलाई चाहिँ टेकेर आएका छौँ। स्वभावैले पनि एउटा चाहिँ आशा र अपेक्षा छ कि सम्मानित सर्वोच्च अदालतमा हामीले लागेको रिटले चाहिँ हामीलाई न्याय हुन्छ भन्ने लागिरहेको छ। त्यसो भएको हुनाले अहिले हामी त्यो न्यायको पर्खाइमा पनि छौँ। अन्तर्राष्ट्रिय कानुनी उपचारतर्फ नि केही कुरा बढेको छ भन्ने सुनिन्छ। अब यस्तो अन्तर्राष्ट्रिय कानुनी उपचारको कुरोमा हामीले मानव अधिकारका कुराहरू गरेका छौँ। अन्तर्राष्ट्रिय तवरले चाहिँ जहाँसम्म हामीले बोल्न सकिन्छ अथवा चाहिँ हाम्रा उजुरीहरू पुग्न सकिन्छ त्यो तवरमा हामीले न्यायिक समितिहरू, हाम्रो पनि कानुनी समितिहरू चाहिँ निर्माण गरेका छौँ। त्यो समिति, त्यो विभागबाट चाहिँ हाम्रो अभ्यासहरू भइरहेको छ। हुन्छ, धन्यवाद। हस्, धन्यवाद।